हेलो एभ्रिवान, डे 5 अफ मिनी ब्लग। आज चाहिँ मैले बिहानै उठेर नुहाएँ। म नुहाएर आउँदा चाहिँ यता भाइले खाना बसाइसकेको रहेछ। खाना बसालेर पनि यता माछा तारेर बजीको तेललाई निकाल्दै रहेछ। भाइले चाहिँ मिठो खाना बनाउँछ, त्यही भएर भाइले चाहिँ आज खाना बनाइसकेको रहेछ। त्यसपछि खाना खाएर म चाहिँ दिउँसोतिर हावा खानलाई निस्केँ। फर्स्टमा चाहिँ ग्राउन्डमा गएँ अनि त्यहाँ सबैजनाले क्रिकेट, फुटबल, भलिबल सबै खेलिराख्नु भएको थियो। अनि एकछिन बसेर त्यहाँ म्याचहरू हेरेँ। त्यसपछि अझै त्यहाँबाट पनि अल्छी लागेर म चाहिँ निस्केँ माथि जङ्गलतिर। जङ्गलमा त बाँदर मात्र रहेछन्, केही नै घुम्ने ठाउँ रहेनछ। चिसो हावा आइरहेको थियो शीतल। अनि त्यहाँ बसेर एकछिन भ्यूहरू हेरेँ। कस्तो राम्रो भ्यू चाहिँ देखिँदो रहेछ क्या माथिबाट। अनि अब भ्यू हेरिसकेपछि म चाहिँ अब घरतिर जानु पर्यो भनेर निस्केँ त्यहाँदेखि निस्केर सिधा आएँ म मिठाई पसलमा मिठाई खानलाई।